गाइस, वेलकम टु माई युट्युब च्यानल। इट्स मी विराज। र आज हामी हाम्रो यो एक्वेरियम सफा गर्नेवाला छौँ र हजुरलाई भन्ने छौँ कि कसरी हजुरले आफ्नो एक्वेरियम चाहिँ राम्ररी क्लिन गर्न सक्नुहुन्छ। फर्स्ट अफ अल हजुरलाई यो एक्वेरियम क्लिन गर्नभन्दा अगाडि चाहिँ हजुरलाई एउटा बकेट चाहिन्छ, अनि यो नर्मल पाइप र यो एउटा ब्लेड चाहिन्छ जुन कि इजिली एभाइलेबल हुन्छ मार्केटमा। अब हामी एक्वेरियम क्लिन गर्नतर्फ लाग्यो। पहिला सुरु हजुरले यो टप निकाल्नुपर्छ, अनि हजुरसँग यो नर्मल ब्लेड यसको नि अनबक्सिङ हान्दिउँ हैन। टक्क लाएर यो खस्यो। भाई कैसी लगी आगे स्वाद। अब चाहिँ हामी यो ग्लास क्लिन गर्छौँ यो ब्लेडले हैन। फर्स्ट अफ अल हजुरले यो ग्लास क्लिन गर्दाखेरि यो नर्मल्ली यो बिच्चाबाट यसरी क्लिन गर्न सक्नुहुन्छ। अनि एउटा चीजको ख्याल राख्नु, यो सिलिकन छ नि, यो सिलिकनलाई कहिले पनि यो यसरी चाहिँ सफा नगर्नु, किनकि यहाँ यो सिलिकन निक्ल्यो भने चाहिँ यो हजुरको यहाँबाट वाटर लिक हुने सम्भावना हुन्छ। त्यही भएर यसरी यहाँ औँला राख्नु पर्यो हैन, यसरी क्लिन गर्नुहुन्छ। ल अब एउटा ग्लास चाहिँ क्लिन भइसकेको छ। अब यहाँ साइडको यो एल्गी जुन छ नि हैन, हजुरले सफा गर्नुभयो त्यो चाहिँ ओन्ली भिजिबल पार्ट्सहरुमा मात्र सफा गर्नु, किनकि यो एल्गीले चाहिँ धेरै एक्वेरियमको वाटरलाई क्लिन गर्नमा मद्दत गर्छ। त्यही भएर यो जहाँ जहाँ देखिने पार्ट हुन्छ नि, हजुरले नर्मल्ली हेर्दाखेरि देखिन्छ हो त्यो पार्टमा मात्र सफा गर्नु। लाइक यसरी ग्लास चाहिँ क्लिन भइसकेको छ र बचेको एल्गी चाहिँ हाम्रो गोल्डफिसहरूले इन्जोय गर्दैछ मजाले एल्गी खाएर हैन। अब हामी नेक्स्ट प्रोसेसको लागि जान्छौँ, जसमा हामीलाई यो बकेट चाहिन्छ अनि यो पाइप। अब हामीले यो मोटरलाई सुरुमा निकाल्नुपर्छ। मोटर निकाल्नको लागि चाहिँ आरामले मोटर निकाल्नुहोस् हैन। यस्तै हामीले यहाँ मोटर निकालिसकेछौँ। अब भनेको काम भनेको टक्क लाएर यो पाइप हाल्ने अनि यहाँ भएको वेस्टहरू सबै निकाल्ने। हजुरले त्यो बटमको वेस्ट सफा गर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ त्यो भएको त्यहाँ तल रहेको स्यान्डलाई धेरै नहल्लाइकन सफा गर्नु हो, किनकि हजुरले त्यो स्यान्डलाई धेरै हल्लाउनु भयो, यताउति मुभ गर्नुभयो भने त्यहाँ पहिल्यै भएको फोहोरहरू पुरै पानीमा मिसिन्छ र हजुरको वाटर क्लाउडी हुन्छ। त्यसले गर्दा हजुरलाई क्रिस्टल क्लियर वाटर चाहिँ पाउन गाह्रो हुन्छ। अझ इन्टरनल फिल्टर छ भने चाहिँ अलिकति झनै गाह्रो पर्छ, किनकि त्यसले अलिकति धेरै एब्जर्ब गर्दाखेरि त्यो तान्न सक्दैन धेरै वेस्टहरू। त्यही भएर सकेसम्म हजुरले त्यो तलको स्यान्ड छ, ग्राभल छ, स्टोन छ, जे छ त्यसलाई धेरै नचलाइकन आरामले त्यो सानो साइफन बाई साइफनले नत्र पाइपले चाहिँ निकाल्न सक्नुहुन्छ। मैले लगभग 30% जति पानी निकालेँ हैन। त्यो चाहिँ अब यहाँ छ। अब हाम्रो नेक्स्ट प्रोसेसमा चाहिँ हामीले यो सबै यो यसमा भएको फिल्टरमा भएको फोहोर निकाल्ने छौँ। पहिला हजुरले यो फिल्टरको यो टाउको चाहिँ निकाल्नुपर्छ। यो टाउको निकालिसकेपछि यहाँ तल देखाउँ न, टाउको निकालिसकेपछि यसलाई मजाले यो यसरी अलिकति प्रेस गर्नु अनि यसरी तान्नुस् है हैन। अलिकति गाह्रो हुन्छ यो फर्स्टमा। अब यो मजाले यसरी सफा गर्नु। अनि मेन भनेको चाहिँ यो स्पन्ज हो। यसलाई चाहिँ हजुरले बाहिरी वाटरले क्लिन गर्नभन्दा पनि यो एक्वेरियमको पानीले क्लिन गर्दा राम्रो, किनकि यसमा बेनिफिसियल ब्याक्टेरियाहरू मर्दैन हैन। यसलाई मजाले एक्वेरियमको पानीले यसरी सफा गर्नु। त्यस्तो हार्ड मिची चाहिँ सफा नगर्नु, किनकि यो ड्यामेज हुन्छ। यसरी अलिअलि यो काम पनि भयो हैन। यो पानी फालिसकेपछि अलिकति यहाँ स्यान्ड बचेको छ, त्यो चाहिँ हजुरले यसरी एक्वेरियममा फेरि हाल्दिन सक्नुहुन्छ।
भयो। अब यति फालिदिनु पर्यो। फेरि यो यसको यहाँ स्पन्ज राखेर अनि यो ढक्कन लगाएर यसलाई यस्तरी राखेर फेरि हजुरले एक्वेरियममा राख्न सक्नुहुन्छ। फाइनल काम भनेको चाहिँ अब पानी हाल्ने हो। पानी हाल्दाखेरि एउटा चिज ख्याल गर्नु होला, पानीमा चाहिँ क्लोरिन भएको हुनुहुन्न, क्लोरिन बिनाको पानी हजुरले हाल्नुपर्छ। र हजुरको घरमा चाहिँ क्लोरिनवाला पानी छ भने एउटा प्रोडक्टको फोटो देखाइदिन्छु, डिक्लोरिनेटर भन्छ त्यसलाई, त्यो चाहिँ युज गर्न सक्नुहुन्छ। ल अब पानी हालौँ है त। अलिकति पाइपमा एल्गी भएको कारणले हाम्रो यहाँ एल्गी यहाँ तल झरेछ, त्यो पनि हाम्रो माछाले खाइरहेछ हैन। हजुरलाई अब त्यही हो, एउटा एक्वेरियमको पानी हाल्दाखेरि चाहिँ अलिकति टेम्परेचरको त्यो एक्ज्याक्टली भन्ने त हुन्न, त्यो एक्ज्याक्टली गर्दा पनि राम्रो हुन्छ, तर अलिकति 5-6 डिग्रीसम्म तलमाथि भयो भने पनि खासै केही असर त पुग्दैन। ल गाइस, अब एक्वेरियमको पानी पनि चेन्ज गरिसकियो। अब यो एकैछिन टाइम लाग्छ यो अलिकति सेटल हुन, र यो इन्टरनल फिल्टर छ यहाँ, यो अन गरिसकेपछि पुरै यो भएको चाहिँ सबै वेस्टहरू एब्जर्ब गर्छ। ल आजको लागि यति नै। अब अर्को भिडियोमा भेटौँला। र हजुरलाई यो इन्टरनल फिल्टरको फुल्ली कसरी हामीले भित्रबाट फुल डिप क्लिनिङ गर्न सकिन्छ भन्ने भिडियो चाहिन्छ भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ, त्यो भिडियो पनि म ल्याउँछु। हजुरले पुरै यसको एक त्यो पार्टहरू निकालेर कसरी क्लिन गर्न सक्नुहुन्छ भन्ने हैन। ल आजको लागि यति नै, बाई बाई।